उत्तानो पारे कि पारेनन् मारवाडीले? पारे होइन भाइ। म बालेन भाइलाई पनि के भन्छु भने छोडिदिनुहोस्, त्यहाँ राजीनामा दिनुहोस् र त्यो खिचडीमा बस्नुभन्दा आउनुहोस् हाम्रो अभियानमा। यो समय राजा र दुर्गा प्रसाईको हो। लाखौं जनताले राजालाई बोकेर लिएर जान्छन्। यो व्यवस्था परिवर्तन गर्न पुलिसले साथ दियोस्। त्यही दिन राति 1 लाख रुपियाँ हुन्छ महिनाको तलब पुलिसको। पुलिसको हालत के छ तपाईँले हेर्नुभएको छ? पुलिसका कपडा, पुलिसका जुत्ता, बिजुलीको पैसा मारवाडीले तिर्दैन। मारवाडीले चलाएको देश मैले भन्दाखेरि पशुपतिमा भनेनन् हामीले चलाएको देश प्रुफ देखायो कि देखाएन ल्याएर? बालनलाई उत्तानो पारे कि पारेनन् मारवाडीले? पारे होइन भाइ, पारे होइन। हो, कसले चलाएको रहेछ बालेन भाइले पनि बुझ्यो होला न। अब त्यसले गर्दाखेरि म बालेन भाइलाई पनि के भन्छु भने छोडिदिनुहोस्, त्यहाँ राजीनामा दिनुहोस् र त्यो खिचडीमा बस्नुभन्दा आउनुहोस् हाम्रो अभियानमा। तपाईँ महान हुनुहुन्छ, तपाईँ महान हुनुहुन्छ, आउनुहोस्। म सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई म हाम्रो अभियानमा आउन आग्रह गर्छु तपाईँहरू सबैलाई। र देशभरिबाट मलाई गाडी पठाइदिए त्यो होइन, स्वतः स्फूर्त रूपमा राजाको स्वागतमा काठमाडौँ उपत्यकामा भएका सबै दोकानहरू बन्द गरेर त्यो दिन सबै व्यापारीहरू अब बिर्सिनुहोस् काङ्ग्रेस, अब बिर्सिनुहोस् एमाले। यो समय राजा र दुर्गा प्रसाईको हो। यो समय यो कुरामा क्लियर हुँदा हुन्छ। ट्रम्पले भनिसक्नुभयो फ्रड हो। मैले भनेको थिएँ त 5-8 महिना अगाडि ट्रम्पले त्यहाँ जितेपछि यहाँ हिन्दू अधिराज्य कायम हुन्छ भनेको थियो होइन? सुन्नुभएको थियो नि तपाईँहरूले? त्यसले गर्दाखेरि अब हाम्रा 3 लाखभन्दा बढी ब्ल्याकलिस्टमा परेका साथीहरू रहेछन्। ब्ल्याकलिस्टमा है, ती 3 लाख परिवारै यहाँ आउनुहोस् त्यो दिन हामी शक्ति प्रदर्शन गरौँ। र म नेताहरूलाई के भन्छु भने राजाले जसरी रक्तपातविहीन दरबार छोडेको थियो, तिमीहरूले पनि रक्तपातविहीन बालुवाटार र सिंहदरबार छोड, खाली गर। यो मेरो तिमीहरूलाई चुनौती हो। हिजो राजाले रक्तपातविहीन छोडेको थियो नि, म तिमीहरूलाई के भन्छु भने तिमीहरूले पनि रक्तपातविहीन तिमीहरूले गर्न सकेनौ, तिमीहरू असफल भयौ। त्यस कारणले गर्दाखेरि सर्लक्कसितले छोड। तिमीहरूले छोडेनौ भने नि यो 25 गते त केही पनि हुँदैन। यो त हाम्रो कास्टिङ देखाउने मात्रै हो। मङ्सिर 7 मा देखायो एक झलक देखाउँदैछौँ, कन्भिन्स गर्दैछौँ। हामी एकदम शान्ति र्याली